हेलो एभ्रिवान, म करिश्मा नेपाल स्वागत गर्छु हजुरहरूलाई मेरो नेपालीको अर्को एउटा नयाँ भिडियोमा। मेरो हातको हाँगो देखेर त गम पाइ नै सक्नुभयो होला हाँगो चाहिँ के को हो भनेर। म चाहिँ बिहान बडी घरबाट आउँदाखेरि बुइनीले मलाई फुलको हाँगो दिएर पठाइ। हाम्रो घरमा चाहिँ फुलको बगैँचा छैन। एउटा फुल कहाँ रोपेको हुन्छ, एउटा फुल कहाँ हुन्छ, एउटा फुल अगाडि रहेछ भने एउटा फुल पछाडि, त्यसरी माले रोप्नु भएको छ। एकै ठाउँमा बेरा लगाएर चाहिँ फुल रोप्नै पाउनु भएको छैन। त्यही भएर बुइनीले चाहिँ मलाई तपाईँ एकै ठाउँमा रोप्नु भनेर दुईटा फुलको पुली दिइरथे। अनि तिनै फुल लिएर चाहिँ म अहिले घर पनि आइसकेर छु। अब घरको सबै थोक काम गरिसकेर नुहाइधुवाइ गरेर म र मा चाहिँ बाख्रा बाँध्न पनि गयौँ। अब यो क्लिप चाहिँ हो बाख्रा बाँधेर आउँदाखेरिको। बाख्रा बाँधेर आउँदै मैले चाहिँ तपाईँलाई अब हाम्रो काँक्रो बारी पनि देखाउन आँट्दैछु। अस्ति जुन काँक्रो भनेकी थिएँ त्यो चाहिँ यही बारी हो। त्यहाँबाट चाहिँ अब यो पत्ता चाहिँ कसले कसले चिन्नुहुन्छ कमेन्ट गरेर जनाउन चाहिँ नबिर्सिनु होला। अब कुन कुन जग्गामा बेग्ला बेग्लै नाम होलान्। यो पत्ताको हामी चाहिँ भन्छौँ आँकको पात। तपाईँहरूको खुट्टो सुनिएको छ, फुलेको छ भने पनि यसको पत्ता अगेनामा तेल लगाएर सेकेर त्यो पत्तालाई खुट्टामा राख्दाखेरि फुलेको निकै नै राम्रो हुन्छ। अब कतिजनाले त जान्नुभएको होला, कतिजनाले चाहिँ जान्नुभएको थिएन होला र मैले चाहिँ अब मेरो भिडियोको थ्रु तपाईँहरूलाई जानकारी दिएँ कि र अहिले बजिरहस् 6। मैले चाहिँ अब आगो पनि जोड्न पाघरमा आइसकेर छु। अब चाहिँ आज धेरै भिडियो दिने छुइनँ र गाइस अब आज चाहिँ म धेरै लामो भिडियो दिन्न। आज चाहिँ यति नै छ मेरो भिडियो। यति नै हेरिदिनु होला, मलाई माया दिनु होला, मलाई सपोर्ट गरिदिनु होला। र भोलि चाहिँ म जाँदैछु मेरो साथीको बिहेमा। अब उहाँ गएर चाहिँ म तपाईँहरूलाई राम्रो राम्रो भिडियो सेयर गर्नेछु। हेर्नको लागि चाहिँ नबिर्सिनु होला। र हुन्छ त गाइस, आजको लागि यति नै। भेट्नेछु अर्को एउटा नयाँ भिडियोमा। होप हजुरहरूलाई मेरो आजको भिडियो राम्रो लाग्यो होला। र मेरो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर र मेरो च्यानललाई सब्सक्राइब र फलो गर्न चाहिँ नबिर्सिनु। बाई बाई।